घरमा ग्यासको साटो इन्डक्सन कुकर भए इलेक्ट्रिक बाट तपाईँले खाना पकाउन सक्नुहुन्छ, इलेक्ट्रिक गाडी चलाउन सकिन्छ, इलेक्ट्रिक भेहिकलहरू ट्रान्सपोर्टेसन सिस्टमहरू गराउन सकिन्छ। सबै भएपछि हामीलाई त पेट्रोल त्यति धेरै नचाहिने भएको त्यति धेरै महँगो पनि लाग्दैन थियो नि त। तर हामीले त प्रायोरिटी त डिजल र पेट्रोललाई दियौँ, त्यही भएर पो अहिले हामीलाई महँगीले चेपेको हो नि त। देशभरि जुन हिटर इन्डक्सन अहिले चाहिँ के छ भन्दाखेरि साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई अब म कसैले नराम्रो त भन्न चाहन्न होइन, तर यो भिडियोले प्रुफ बताइरहेछ कि नराम्रो भनेर मैले टिप्पणी गरेँ भने मलाई यता हकाका मान्छे मसँग फेरि सराप्न थाल्छ, मलाई कराउन थाल्छ। अब यता बालेनले ठिकै बोल्या हो भनेर विषय राखिदिउँ भन्यो भने पनि अब मलाई फेरि यता हर्केका मान्छेहरूले कराउन थाल्छ। अब यता हर्केको विषयमा बोल्यो भने बालेनको मान्छेहरू कराउन थाल्छ, बालेनको विषयमा बोल्यो भने अर्काको मान्छेहरू कराउन थाल्छ। भनेपछि अब मैले यहाँ चाहिँ सिधा के भन्नु पर्यो भन्दाखेरि बालेनले सही बोल्नुभयो, जे बोल्नुभयो राम्रो बोल्नुभयो। बालेन यु आर द हिरो इन नेपाल, यु आर द मस्ट के भन्छ त्यसलाई नम्बर 1 इन द वर्ल्ड है। थ्याङ्क्स लट। त्यसरी नै काम गर्दै जानु होला। जय नेपाल।